नमस्ते, सबैलाई स्वागत छ। लाइफको सबैभन्दा ठुलो स्किल कम्युनिकेसन स्किल सिकाउने क्रममा छु। कम्युनिकेसन मुख्यतः दुई प्रकारको हुन्छ, भर्बल र नन भर्बल। पहिलो प्रकार भर्बल कम्युनिकेसन र त्यसको टाइप्सको बारेमा सबै कुरा क्लियर पारिसकेको छु। यदि त्यो भिडियो हेर्नु भएको छैन भने हेर्नुहोला, लिङ्क डिस्क्रिप्सनमा छ। आज भने अति इम्पोर्टेन्ट नन भर्बल कम्युनिकेसन र यसको टाइप्सलाई स्पष्टसँग बुझाउने छु। हामीलाई लाग्छ भर्बल कम्युनिकेसन अथवा बोल्नु नै सबैभन्दा ठुलो कुरा हो, तर होइन। कम्युनिकेसनमा बडी ल्याङ्ग्वेज अति इम्पोर्टेन्ट हुन्छ। यसलाई मैले किन ठुलो अति इम्पोर्टेन्ट भने यो तपाईँले भिडियो हेरिसकेपछि थाहा पाउनुहुनेछ। यो स्किलले कसरी तपाईँको पर्सनल लाइफदेखि लिएर प्रोफेसनल करियरसम्म ठुलो चेन्ज ल्याउँछ। ओके, अब म यसलाई डिटेलमा भन्ने छु, सो भिडियोलाई फुल फोकस दिएर हेर्नुहोला। कम्युनिकेसन भन्ने बित्तिकै कुनै पनि इन्फर्मेसन, थट्स, फिलिङ आदिलाई बोलेर वा लेखेर एक आपसमा सेयर गर्नु भन्ने लाग्छ। हो, यो ठिक हो, यसलाई भर्बल कम्युनिकेसन भनिन्छ। तर विथआउट युजिङ वर्ड्स, ल्याङ्ग्वेजको प्रयोग नगरी, बोल्दै नबोली पनि कम्युनिकेसन गरिन्छ। यसलाई नै नन भर्बल कम्युनिकेसन भनिन्छ। जस्तै तपाईँ ह्याप्पी वा स्याड हुनुहुन्छ, तपाईँको फेसबाट थाहा हुन्छ। एउटा भनाइ छ, द फेस इज द मिरर अफ द माइन्ड। हाम्रो मनमा के चलिरहेको छ, इनर थट्स, फिलिङ सबै फेसमा देखिन्छ। कस्तो ड्रेस लगाउनु भएको छ, हेयरस्टाइल कस्तो छ, कसरी हिँड्नुहुन्छ, बस्नुहुन्छ, उभिनुहुन्छ, बडी ल्याङ्ग्वेज, आई कन्ट्याक्ट, फेसियल एक्सप्रेसन जस्ता हरेक हावभावले धेरै कुरा बोलिरहेको हुन्छ, जुन हामीले हर समय गरिरहेका हुन्छौँ, जसलाई अभोइड गर्न सकिँदैन। यस्ता वर्डलेस सिग्नल्स अथवा नन भर्बल कम्युनिकेसन हामीले एक आपसमा कन्टिन्युसली लिने र दिने गर्छौँ, तर हामीलाई यो त्यति थाहा हुँदैन, किनकि यो नेचुरली अनकन्सियसली हुन्छ। डम सेरेट गेम नन भर्बल कम्युनिकेसनको बेस्ट इक्जाम्पल हो। यस गेममा एकजनाले कुनै फेमस कुरा वा शब्दलाई नबोलिकन केवल बडी ल्याङ्ग्वेज, फेसियल एक्सप्रेसन, जेस्चरको प्रयोग गरेर भन्नुपर्दछ र अर्को टिमले के भन्न खोजेको पत्ता लगाउनु पर्दछ। हामीले बोलिरहेको कुरालाई अर्थात् भर्बल कम्युनिकेसनलाई नन भर्बल कम्युनिकेसनले मोर इफेक्टिभ र मिनिङफुल बनाउने काम गर्छ। त्यसैले धेरै एक्सपर्टको अनुसार हामीले झन्डै 70% कम्युनिकेसन नन भर्बलमा नै गर्दछौँ, जसको अर्थ हामीले बोलेर शब्द मार्फत मात्र 30% कम्युनिकेसन गर्छौँ। त्यसैले तपाईँको कुरा जति नै दमदार भए पनि बोलीको टोन, बडी ल्याङ्ग्वेज ठिक छैन भने तपाईँको कुरा खासै मान्छेले मन पराउँदैन। एउटा राम्रो कम्युनिकेटरले वाटमा मात्र होइन अथवा नलेज, इन्फर्मेसन दिन मात्र होइन, तर त्यो कसरी दिने, हाउमा ध्यान दिन्छ। हाम्रो बोलीको टोन, बडी ल्याङ्ग्वेज, फेसियल एक्सप्रेसन, ड्रेसअप, ह्यान्ड जेस्चर जस्ता नन भर्बल क्युजलाई सही तरिकाले युज गर्न सकेमा जो कोहीलाई हामीले सजिलै आफ्नो फ्यान बनाउन सक्छौँ। कुनै कुरालाई एकदमै क्लियर, इङ्गेजिङ र इफेक्टिभ तरिकाले एक्सप्रेस गर्न सक्छौँ। एज अ रिजल्ट, जब तपाईँलाई अरूले राम्रोसँग सुन्छ, विश्वास गर्छ र सम्बन्ध राम्रो हुन्छ, तपाईँ एक न एक दिन सक्सेसफुल एक महान व्यक्ति डेफिनेटली हुनुहुनेछ।
त्यसैले यो अति नै पावरफुल कम्युनिकेसन टुल्स हो। सो नन भर्बल कम्युनिकेसनलाई अझ स्पष्टसँग बुझ्न यसको टाइप्स बुझ्नु पर्दछ। यस्तो इन्फर्मेटिभ भिडियो नआत्तिकन हेर्नुहोला, जीवनभर काम लाग्छ। अब म यसको टाइप्सलाई एक एक गरेर स्पष्टसँग बुझाउने छु। नन भर्बल कम्युनिकेसन मुख्यतः 6 प्रकारको हुन्छ। नम्बर 1 किनेसिक्स, जसलाई बडी ल्याङ्ग्वेज पनि भनिन्छ। नम्बर 2 भोक्यालिक्स, जसलाई प्यारा ल्याङ्ग्वेज पनि भनिन्छ। नम्बर 3 प्रोक्सिमिक्स। नम्बर 4 हेप्टिक्स। नम्बर 5 क्रोनिमिक्स। नम्बर 6 एपिरेन्स। धेरैलाई यी शब्दहरू न्यू लाग्न सक्छ, बट कन्फ्युज हुनु पर्दैन। आई विल एक्सप्लेन क्लियरली। नम्बर 1 किनेसिक्स। किनेसिक्स भनेको शरीरको भाषा, बडी ल्याङ्ग्वेज हो, जसले कुनै पनि इन्फर्मेसन, थट्स, फिलिङलाई फेसियल एक्सप्रेसन, आई कन्ट्याक्ट, पोस्चर, जेस्चर, बडी मुभमेन्ट मार्फत कम्युनिकेट गर्छ। यो नन भर्बल कम्युनिकेसनको एकदमै धेरै इम्पोर्टेन्ट टाइप हो। बडी ल्याङ्ग्वेजलाई पनि बुझ्न अझ सजिलो होस् भनेर सानो सानो टुक्रामा बाँडिएको छ। फेसियल एक्सप्रेसन, मैले सुरुमा भनेको थिएँ, द फेस इज द मिरर अफ द माइन्ड। मानिसको अनुहारले ऐनाले जस्तै उसको इनर मेन्टल स्टेट, फिलिङ, इमोसनलाई अनुहारमा रिफ्लेक्ट गरिदिन्छ। भिडियो कलमा बोल्नु र भोइस कलमा बोल्नु धेरै फरक हुन्छ, किनकि फेसियल एक्सप्रेसनबाट धेरै कुरा थाहा हुन्छ। हाम्रो माइन्डमा के चलिरहेको छ, कसैको बारेमा के सोचिरहेका छौँ, त्यो हाम्रो अनुहारमा देखा पर्छ। त्यसैले अरूले हाम्रो फेसियल एक्सप्रेसन हेरेर अथवा फेस रिडिङ गरेर हामीले के भन्न खोजिरहेका छौँ त्यो कुरा स्पष्ट थाहा पाउँछ। हाम्रो फेस एक्सट्रिमली एक्सप्रेसिभ हुन्छ, जसले बिना शब्द एकदमै धेरै इमोसनहरू देखाउन सक्छ। जस्तै स्माइल गर्नाले ह्याप्पिनेस, पोजिटिभिटी, फ्रेन्डलिनेस देखाउँछ भने निधार खुम्च्याउनाले एङ्गर, फ्रस्ट्रेसन, कन्फ्युजन देखाउँछ। फेसियल एक्सप्रेसन युनिभर्सल हुन्छ, मतलब संसारको जुन ठाउँमा गए तापनि सबै मान्छेको ह्याप्पी, स्याड, सरप्राइज, एङ्गर जस्ता फेसियल इमोसन एउटै हुन्छ। जेस्चर जस्तो कल्चर अनुसार फरक हुँदैन। आई कन्ट्याक्ट, मुखले ढाँटे तापनि आँखाले ढाड्दैन। द आई इज द विन्डो टु द सोल भनिन्छ नि। आँखाले धेरै किसिमको फिलिङ, इमोसनहरू देखाउँछ। हामीले कसैलाई कसरी हेर्छौँ, कन्फिडेन्ट, ट्रुथफुल, जिनुइन छ कि छैन, आँखाबाट थाहा हुन्छ। जस्तै तपाईँलाई कसैले हेरेर आई कन्ट्याक्ट गरेर सुन्छ, बोल्छ भने ऊ तपाईँको कुरा सुन्नलाई, तपाईँसँग बोल्नलाई इन्ट्रेस्टेड छ। तर आई कन्ट्याक्ट गर्दैन भने ऊ तपाईँको कुरामा इन्ट्रेस्टेड छैन वा अनकम्फर्टेबल छ। आई कन्ट्याक्ट गर्ने भन्नाले फेरि एकदमै घुरेर ठुलो ठुलो आँखा गरेर हेर्ने भनेको होइन। यो त रिस उठ्दा, कसैलाई घृणा गर्दा गरिन्छ।